भित्र लुगाकै होलसेलहरु चाहिँ कता कता छ भनेर थाहा पाऊँ है त। हेर्नुस् लुगाको पनि टाइप हेरी होलसेल छ है। फर्स्टमा म भन्छु भोटेबालको बारेमा। अब भोटेबालमा चाहिँ यहाँ नेपाली मेड लोकल लुगाहरू तपाईहरुलाई चाहिन्छ भने त्यो चाहिँ एक्सेसिभली भोटेबालमा पाइन्छ। अब यो लुगाहरू चाहिँ अलिकति सस्तो प्राइस रेन्जकै हुन्छ। अनि तपाईहरुलाई हैन मैले रेडिमेड लुगा ल्याएर हाल्दिन म आफै केही लुगा बनाएर बेच्न चाहन्छु भन्नुहुन्छ भने भोटेबालमा गार्मेन्टहरु पनि प्रशस्तै छ। तपाईले त्यो एरिया एक्सप्लोर गर्नुभयो भने मजाले भेट्न सक्नुहुन्छ। गार्मेन्टमा लुगा बनाउन दिनु भयो भने चाहिँ के हुन्छ भन्दाखेरि अलिकति क्वान्टिटीमा दिनुपर्ने हुन्छ हैन। थोरै पिसहरु बनाउन मान्नु हुँदैन। अनि आफूलाई फ्याब्रिकको आइडिया पनि हुनुपर्छ कस्तो मटेरियलले कस्तो लुगाहरू बन्छ भनेर। सो त्यो चाहिँ अलिकति प्राइसियर साइडमै जान्छ। अनि त्यही भएर फर्स्टमा बिगिन गर्दै हुनुहुन्छ अनि तपाईलाई सुरुदेखि ब्रान्ड नै क्रिएट गर्नु छैन भने आई सजेस्ट होलसेलबाट नै प्रडक्ट्स लिनुस् तपाईहरु। सो अब होलसेलमा बाहिरबाट लिएर आएको यो चाइनिज लुगाहरू चाहिँ कता पाइन्छ भन्नुहुन्छ भने त्यसको लागि हामी जाने भनेको चाहिँ रञ्जना गल्ली भयो, रञ्जना मलमा पनि पाइन्छ, एसटीसी मल भन्ने पनि छ। त्यो चाहिँ अलिकति मलाई प्राइसियर रेन्जमा लाग्छ मेरो पर्सनल एक्सपिरियन्सबाट। र तपाईहरु रञ्जनाको गल्ली मात्र एक्सप्लोर गर्नुभयो भने पनि धेरै होलसेलहरु भेट्नुहुन्छ हैन। रञ्जनाको गल्ली चाहिँ एकदम भर्सेटाइल छ। त्यहाँ तपाईले केटी केटा सबैजनाको लुगा पाउनुको साथसाथै बच्चाको लुगा, जुत्ता, ब्याग, कुर्ताहरु पनि पाउनुहुन्छ। धेरै थरीको सामानहरु छ त्यहाँ। यो चाहिँ भयो लुगाहरुको होलसेल कता कता छ भन्ने कुरा। अब तपाईहरुलाई एक्सेसरिज चाहिन्छ भने मक्खन गल्लीमा पाइन्छ, इलेक्ट्रोनिक्सहरुको होलसेल महाबौद्धमा छ, गिफ्टिङ पनि महाबौद्धमा पाइन्छ, ब्युटी स्किन केयरको लागि सुरज आर्केड जान सक्नुहुन्छ। यस्तो मैले कमन कुराहरुको लागि होलसेल भनिदिएँ। तर तपाईलाई एकदम स्पेसिफिक लोकेसनको डिटेल्स सबै चाहिन्छ भने कमेन्टमा गएर लेखिदिनु होला, म तपाईलाई भनिदिन्छु। अब होलसेल भेट्टाहाल्यो भनेर सिधै एउटा पसलमा गएर सामान किनेर घर नआउनु होला। हामी त्यो एरियामा भएको सबै पसल एक्सप्लोर गर्छौं। तपाईलाई एउटा कुरा एउटा पसलमा मन परेको छ भने अलि अगाडि गएपछि त्यही कुरा फेरि कम प्राइसमा भेट्न नि सक्नुहुन्छ। फेरि क्वालिटीमा चाहिँ ध्यान दिनुपर्छ है। आजकल एउटा लुगा एकदम चलेपछि अलि नराम्रो मटेरियलमा त्यही लुगा कपी गरेर बनाउने चलन आइरहेको छ हैन। त्यही भएर सबै कुरालाई एनालाइज गरेर मज्जाले दिमागमा म यो प्रोडक्ट किन्छु, यहाँनेर सस्तो थियो, यहाँनेर राम्रो थियो भनेर लास्टमा गएर चाहिँ बल्ल प्रोडक्ट चुज गरेर किन्नु होला। आउँछ मेन प्रब्लम होलसेलरसँग डील कसरी गर्ने त। मैले कमेन्ट्समा नि टन्नै जनाले भन्नुभएको देखेँ थिएँ हैन। अनलाइन बिजनेस गर्न लाग्यो भनेर पत्याउनु हुँदैन अनि हामीलाई थोरै क्वान्टिटी चाहिन्छ उहाँहरुले दिनै मान्नु हुँदैन। धेरै मात्र लैजाऊ भन्नुहुन्छ, महँगो प्राइसमा दिनुहुन्छ भनेर भन्नुहुन्थ्यो। अब होलसेलरसँग अलिकति राम्ररी डील गर्न चाहिँ जान्नुपर्छ। मलाई नि सुरुमा यसरी होलसेल लुग्दा कसैले पत्याउनु हुँदैन थियो। यत्रो फुच्चीले के बेच्छ र भनेर भन्नुहुन्थ्यो। झन् अनलाइन भन्यो भने त सामान दिन्नै नै नमान्ने के। अनि मैले मेरो पसल छ यता भक्तपुरमा छ कता कता छ भनेर सामान लिएर आउँथे हैन। अनि कसैले चाहिँ किचकिच गर्नुहुन्छ। तर एकदम त्यो एक्सप्लोर गर्दै गएपछि एक दुई जना राम्रो मान्छेहरु पनि भेट्टाइन्छ। अनि त्यही मान्छेहरुबाट टाइम एन्ड अगेन सामान लिइराख्नु भयो भने राम्रो रिलेसन पनि बिल्ड हुन्छ। अब होलसेल नि भेट्यो, सामान किनेर घर पनि लिएर आउनु भयो। तर सेल्स कसरी जेनेरेट गर्ने, त्यो सामान बेचेर पैसा चाहिँ कसरी कमाउने त, कन्टेन्ट कसरी बनाउने, यो सबै कुराहरु चाहिँ अलिकति ट्रिकी अनि गाह्रो पनि हुन्छ। मान्छेहरु सबैजना अड्किने भनेको नि यही स्टेपमा हो जुन चाहिँ हामी पार्ट 3 मा डिस्कस गर्छौं। त्यति बेलासम्म तपाईहरुलाई लागेको डाउट्स, क्वेशन्सहरु कमेन्टमा गरेर लेखिदिराख्नु होला एन्ड मलाई फलो पनि गर्नु होला सो दैट यु डोन्ट मिस द मोस्ट इम्पोर्टेन्ट पार्ट व्हिच इज पार्ट